सुरु गरौँ भिडियो। यो चाहिँ काठको टुक्रा भइहाल्यो अनि सानसाना यिनी पिसहरू काटेर यस्तो एङ्गलमा काटेको छु अनि बल्बहरू यताउति ल्याएको छु। आज केही बनाउँदैछु। भिडियो इन्ट्रेस्टिङ हुन्छ। मजाले हेरेर साथ दिनु होला। अनि यसमा चाहिँ मैले अब यहाँ होल गरेको छु यसरी। यहाँ यसरी होल छ यो यति। यसमा चाहिँ यो बल्ब अट्नको लागि होल बनाएको। अब चाहिँ म यसलाई फटाफट जोड्छु यस्तै गरेर। यसरी जोड्दै जान्छु। के बन्छ र कस्तो बन्छ तपाईले अन्तिमसम्म भिडियो हेर्नु होला र साथ दिनु होला। अनि नयाँ हुनुहुन्छ भने फलो गर्नु होला। अब चाहिँ म यो जोड्दै छु। यसको लागि चाहिँ सुपर ग्लुको प्रयोग गरे मैले। अब यसलाई यताको साइडमा पनि यति चाहिँ मैले बनाएँ। अब चाहिँ हामीले यहाँ माथि माथि पछाडि चाहिँ यो जोड्ने छौँ यिनीहरू। ल यसलाई चाहिँ म यो काठ उसलाई पनि जोड्दै छु। यहाँ यसरी यो एङ्गलमा जोड्नको लागि चाहिँ मैले यस्तो मुखो काट्नु पर्यो थोरै। अब म यहाँ खुट्टा जोड्दै छु एउटा खुट्टा जस्तो बनाएर। ल हाम्रो लगभग रेडी भइसक्न लागेको छ। अब चाहिँ हामीले यो बल्ब यहाँनिर राखिन्छ ठ्याक्क। अब मैले चाहिँ यसलाई यहाँबाट चाहिँ होल गरेर यताबाट निकाल्छु किनभने यो तार छिराउनु पर्ने हुन्छ त्यहाँबाट। मैले यहाँनिर चाहिँ होल गरेर ल्याएको छु। अब यसलाई चाहिँ हामीले यहाँ होलबाट छिराउँछौँ यसरी। यसलाई चाहिँ सर्लक्कै। अनि यहाँनिर मैले कार्टुनको एउटा पातो राखेको छु जो यसलाई अल्टाउन मद्दत गर्छ बिचमा सिधा यसरी। ल यस्तो लुक भएको छ यसको। अनि तपाईँ देख्न सक्नुहुन्छ। अब यसलाई चाहिँ मैले यसमा राख्ने सोचिराखेको छु। म चाहिँ यसरी यसलाई झुन्डाउने यसरी बसेर जोस गरिराखेको हाई गरिराखेको बनाउँदैछु। अब यसलाई हामीले बाल्नेछौँ।